गुलाबको फुल त्यसले पनि तिम्रो जोभान सजाइदिनु खालको रहेछ। त्यो दही दही हिलो हिलोमा हगेको गुहरू कति गनाउँछ सुँगुरको चिची त्यस्तो पो रहेछ। कि इधर जाङ कि उधर जाङ कि घर जाङ भइसके। हाई गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ मर्निङ यसो वाकमा हिँडेको, नयाँ ठाउँमा छु। आई डोन्ट नो अबाउट दिस प्लेस। अनि त्यस पछाडि यसो एकछिन बाहिर निस्केको, घरमा बस्दा बस्दा होइन ज्या हुन्छ नि त। सो बाहिर निस्केको, कस्तो छ ठाउँ आई डोन्ट नो। सो लेट्स गो विथ मी। यस्तो भन्दाखेरि चाहिँ एन्टी लाइट पर्दो रहेछ। आज दिन इज नट ब्युटिफुल। आजको दिन राम्रो छैन, यस्तो अँधेरो देखिरहेछ। पुरानो ठाउँ छ हो, बाटो क्रस गरिदिउँ। यतिकै हिँड्दैछु, आएर नो कता हिँड्दैछु के गर्दैछु, बट अलि मास्तिरसम्म पुग्ने अनि फर्किने के जान्छ र होइन। यो चाहिँ यहाँ चोक रहेछ, म बिचमा हिँड्दैछु बाटोमा। घरहरू पनि पुरानो पुरानो रहेछ, सबै भत्की गएको थुप्री गएकोहरू रहेछ। यो साइडबाट हिँड्न पाए चाहिँ राम्रो हुन्थ्यो, एन्टी लाइट पर्दो रहेछ कि। बट स्टिल मर्निङ छ, मर्निङ भन्दा पनि मिड डे हुन आँटिसक्यो त, घामै लागेको छैन। च्याउ लाग्दो नि, अल्छी लाग्दो, विरक्त लाग्दो भइरहेछ कि यो दिनहरू पनि। यस्तै रहेछ यहाँनिरको ठाउँहरू चाहिँ। आदोस कुन्यादोस भन्दो रहेछ यो ठाउँलाई चाहिँ। अलि मासतिर आइसकेँ म। यता गाडीहरू रहेछ, तर यता साइडमा घरहरू रहेछ। म त बुझ्दिनँ पनि के खालको रमाइलो, रमाइलो भन्नु कि नरमाइलो भन्नु कि, विरक्त भन्नु कि सिरक्त भन्नु कि जान्दिनँको पनि। मैले साथीहरू छोडेर, साथीहरूलाई घरमै छोडेर म वाकमा जान्छु है एक्लै भनेर निस्केको पो त। थोरैको चिना त फुलहरू हेर न, यो फुल पनि के साह्रो जोभान सजाइन्छको। फुलै फुलको मौसम रहेछ यहाँ हेर त। स्प्रिङ न स्प्रिङ लागिरहेको छ नि त, थोरै सुन्दर छैन त स्प्रिङ लागेर। तर हेर न स्याउको बोटहरू फल्दिनको, फल्दिन चाहिँ दिन्छ तर अहिले दिँदैनको, पछि पछि दिइजान्छ होला। गुलाबको फुल त्यसले पनि तिम्रो जोभान सजाइदिनु खालको रहेछ। हेर त अङ्गुरको बोटहरू पनि लथालिङ्गै, फुलहरू पनि त्यस्तै रहेछ, प्लान्टै प्लान्ट भएको घर घरेरीहरू यस्तो पो रहेछ त। हिँड्दैछु कि गोखलेतो न गोखलेतो भएर हिँड्दैछु। माथि पुगेर उ त्यो पारिको सिनारियो देखाइदिन्छु ल। डाँडाबाट सिनहरूलाई त रमाइलो हुन्छ नि त। मलाई त कस्तो क्युट न क्युट लाग्छ, रमाइलो न रमाइलो लाग्छ नि त। त्यही भएर मासु पोली खाने, जहिले मासु पोली खाने गरेको भेट्छु त के भएको छ। म त हाँस उठेरै मरिजान्छु। यस्तो डाँडामा चाहिँ मलाई घरहरू मनपर्छ। यस्तो डाँडाबाट होइन, ऊ त्यो तलको भ्यूहरू हेर त, त्यसरी हेर्नु चाहिँ रमाइलो लाग्छ है मलाई। घरहरू सधैँ डाँडामै भएको हुन्छ, गहिरामा भन्दा पनि। म हिँड्दैछु को, ऊ त्यहाँनिर आमा हुनुहुँदो रहेछ, बुढी आमा। यो ठाउँ हो यो त, म के जाति हो नि जान्दिनँको पनि। हिँड्दैछु लङरङ रङ 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 गर्दै हिँड्दैछु को। ए मेरो त यसरी हात उचाल्दा त थाक्दो पो रहेछ त। यो एरिया चाहिँ राम्रो लाग्यो अलिक तलको भन्दा पनि, तर मेरो उज्यालोपना नि देख्दैन होला कि, अँध्यारो न अँध्यारो छ नि त। आजको मौसम खासै खुलेको छैन नि त मौसम। देख्यौ त उताको भ्यू पनि राम्रो छ, नजारा न नजारा। रमाइलो लाग्दैन? लाग्छ त, राम्रै ठाउँ रहेछ यहाँनिर छनु चाहिँ। तर भन्दाखेरिमा अर्काको त हो सबै होइन त। उफ, अब चाहिँ पट्टिरसम्म जान्छु अनि फर्केर घरतिरै आउँछु ल। अहिलेलाई यति नै। अहिले राम्रो ठाउँ लाग्यो भने फेरि खिच्छु कि, देखाउनु त पर्यो नि त होइन। कसैलाई नदेखाएर पनि के गर्नु, देखाउँछु भनेपछि देखाउनु परिगयो। थाहा दिनेहरू हेर न, अर्को ठाउँमा आइपुगेँ।
ऊ त्यो बाटोबाट आएको होइन, त्यो बाटोबाट आएको। अब यहाँ आइपुगेँ। यतिकै क्लब देशप्रतिभु दी आदेश कुन्यादोस गरे। आदेश कुन्यादोसको के भन्छ अरे स्पोर्ट क्लब गरे हो। फुटबल खेल्ने ठाउँ रहेछ, देखाउँछु ल। दौडिँदै जानु त परिगयो। क्लबमा आइपुगिसकेँ। त्यो हेरौँ न होइन, हेर्दा त के हुन्छ। यस्तो पो रहेछ त, यहाँ त क्लब रहेछ, फुटबल खेल्ने ठाउँ। हेर त आदेश कुन्यादोसको फुटबल खेल्ने ठाउँ रहेछ। त्यस्तो रहेछ, देख्यौ। दशरथ रङ्गशाला दशरथ रङ्गशाला बनाइरहेको रहेछ त आदेश कुन्यादोस क्लबमा। हेर हेर सिरी सिरी हावामा, हेर मायाको भाव, मैले नाम लेखिसकेका छु तिम्रो डाँडा र पाखामा। हेर सिरी सिरी हावा काइँदैछुको बिरक म त। अब यो स्ट्रिटबाट छिरी जान्छु को, कता छिर्नु त पर्यो त। परतिर जान्छु अनि फर्किजान्छु को, मलाई के मतलब होइन त, केही पनि हुँदैन। अघि म त्यहाँबाट आएको देखाइरहेको थिएँ, यहाँनिरबाट पनि देखाउन मिल्दो रहेछ। यहाँबाट चाहिँ मजाले देखाउन मिल्दो रहेछ। सो यप, हामी छौँ यहाँनिर तपाईँहरूकै दशरथ रङ्गशालामा भन्न मिल्दैन। यो भनेको आदेश कुन्यादोसको फुटबल खेल्ने ठाउँ, क्लब स्पोर्टिभ क्लब। यो चाहिँ आदेश कुन्यादोसको स्पोर्ट क्लब अरे हो भन। फुटबल चाहिँ खेलिन्छ खोइ के खेलिन्छ जान्दिनँ आएको पनि। अब के गर्नु होला, कन्फ्युज भए। उता जाऊँ कि इधर जाऊँ कि उधर जाऊँ कि घर जाऊँ भइसकेँ। ल अहिले म डिसिजन लिएर फेरि खिच्छु। फुलै फुल रहेछन् त, फुलमा सुतेको। म हिँड्दै आइसकेँ अनि मैले के भन्छ अरे अङ्गुरबारी देखेँ। सो अङ्गुरबारी देखाउँछु ल गाइज। यस्तो रहेछ। सब काम गर्ने नेपालीहरू नै हुनुपर्छ पछि यहाँनिर पक्कै पनि। हेर न बोलाएर म त हिँड्दै कहाँ आइपुगिसकेँ। उयो गाई पाइने ठाउँमा पो आइपुगेछु त। भैँसी हो कि गाई हो, पर दृश्यावलोकन गर्ने ठाउँहरूमा पो आइपुगेछु। यहाँबाट त उता गयो भने त फेरि नराम्रो ठाउँ पुग्दो रहेछु जस्तो लाग्दैछ। अब फर्किन्छु म त। यति हो मेरो आजको यहाँनिरको डेस्टिनी। ओफ छ्या, गनाएर मऱ्यो हौ भैँसीहरूको। सिट, सुँगुरको फार्म पो रहेछ। सुँगुर पो रहेछ। छ्या, कत्रो सुँगुर गनाएर मरिगयो। कस्तो सुँगुर गनाइरहेको रहेछ। त्यो दही हिलोमा हगेको गुहरू कति गनाउँछ सुँगुरको। चिची त्यस्तो पो रहेछ। झन्डै मरिगयो त। सुँगुर गनाएर झन्डै मरिपठाएपछि गु बनाएको रहेछ कि हिलोमा बस्दो रहेछ नि त। अब फर्किने कार्यक्रम सुरु भइसक्यो साथीहरू। कपाल पनि मैले खौलिसकेँ। कपाल पनि मैले भूतको जस्तो बनाइसकेँ। अब म घर जाने बाटो चाहिँ यता बाटो हो। कोही छैन यहाँनिर। के भन्छ अरे जम्बी आएर मलाई लगे पनि कसैले थाहा पाउँदैन। सो थ्याङ्क यू फर वाचिङ मी। अनि यदि मलाई मेरो भिडियोहरू मनपर्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। इट्स फ्री, पैसा लाग्दैन। म अरूहरू पनि भिडियो ल्याउँछु। त छ्या, यहाँनिर चाहिँ गोहरू मऱ्यो कि के गनाएर मरिगयो।